आशिकी बोय इन द टाउन ए पारेर आज होइन फेरि फुल लिएर आएँ झ्यानसेन तन्काएँ। साथमा छ फेरि मेरो खैरे भाइ। देख्दाखेरि खैरे खैरे भए पनि नेपाली हो मान्छे। हाँस्दाखेरि फेरि दाँत पनि यस्तो दामी लभलीकी छोरी बब्ली छ। अनि दुई भाइको भेटपछि फेरि यसो देखाइदिनु न त यसलाई के छ त भनेको। उता उता जाम्दा उता 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 चिक्सहरू छन् भनेर भन्यो यसले। छोडिदिए चिक्सिस भाइ बरु केही खाम भनेर भने मैले। अनि सर पारेर यसो प्लाजा मलतिर देखाएर भाइलाई पनि देखाउनै पऱ्यो। फेरि बिहा दाइ म जङ्की हो कि यसलाई हानिदिन्छु सेकिदिन्छु भन्दै थियो। नसेक भने फेरि मैले जामिन भनेर सर लाएर सोरमा खाने ठाउँमा गएको। भाइ टाउको कनाउँदै फेरि पैसा तिर्नुपर्छ भनेको थियो होला। फेरि हातसात मिलायो सोरमा अर्डर दियो। त्यसपछि अनि फेरि दुई भाइ अब सोरमा लगेर घुवाच्चै खान जाऊँ न त भनेर लाग्यौँ। अनि स्याट लाएर फेरि सोरमा खोलेर होइन फेरि दायाँ बायाँ यताउति हेरेर कसैले देखाएको चाहिँ घोक 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 गरेर हानिदिएको। दामी रहेछ फेरि यार बबाल भन्यो नि। भाइ अब त पनि एक ठ्याक हान्न त भनेको। ओके दादा भनेर फेरि भाइले पनि मेसले स्वाटो खोलेर ल्याम हजुर ल्याम भन्दै हान्यो। अब यतिले त पुगेन। अब दाजु फेरि यार ल ढिँडो हानिदिउँ न त भनेर ढिँडो हान्नुपर्छ भन्ने कुरा गर्यो भाइले। अनि चलिदिएको ढिँडो हान्न होइन। भाइ त फेरि पुरै दाइ भोक लाग्यो ढिँडै हान्न यार भन्यो। मैले आउँछ नाते पुरा यस्तो हेन्सी थोप्स ल्याएर आएको छु आउँछ भने। त्यसपछि अब ल्याममा हान्नुपर्छ भन्ने कुरा भइसकेपछि भाइले आँखा मिन्यो। त्यत्तिकैमा फेरि ढेँडो ल्याम्मै आयो। पुरै केटो फेरि टाउको बनाउँदै हानिदिन्छु दाइ क्यामेरा बन्द गर्नु भन्दै थियो। होइन यत्तिकै हान्नुपर्छ म्याचको दाल के हुन्न भने मै हान्छु सुरुमा भनेर स्याट लाएर सुकुटी यता दाल यता ढिँडोलाई ट्याप्प टिप्यो च्वाप्प चोप्यो क्वाप्प खायो भनेर दामी थियो है ढिँडो पनि। अनि यत्तिको दामी ढिँडो खाएपछि अब ल चल्दिउँ त भनेर यहाँबाट नि चलिदियो। अनि यता चाहिँ आएर दामीसँग पुरै ढिँडो खाएर बुढो देखाएर पुरै बुढो छामेर पुरै बुढीमा पुरै कोदाको ढिँडो थियो। बसेर कपाल सपाल मिलाएर ल ठिक छ त भनेर खुट्टा माथि हालेर बस्यो। अनि भाइलाई अब चाहिँ चलिदिउँ ल भनेर बाई बाई साई बाई ट्याक्क हानेर ल सलाम अलेकुम सबै भनेर लाइक साइक हानौँ भनेर हिँडिदिएको। ल बाई बाई गुड नाइट शुभरात्रि।